केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो हो, म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ। अब जर यहाँ आएर मन्त्री भइएको छ, अब यो त अपरजर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। किन? सिर्फ ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे भयो। आजको कार्यक्रम के छ? आजको कार्यक्रम धर्ना बस्ने छ। यहाँ कोही यस्तो कार्यक्रम हुँदैन। जसलाई जे बोल्नु मन लाग्छ बोल्ने, बाटोमा बस्ने, भात खाने, अब मोमोसम्म के ल्याएर खाजासाजा खाने होइन, मजासँग चाहिँ धर्ना बस्ने, यो हो त्यो तरिका। आविष्कार अनुसन्धानको लागि नारा लगाउने होइन, अनि जतिसम्म बस्न मन लाग्छ बस्ने, अनि चाहिँ अल्छी लाग्यो भने जाने। चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि? अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो? सचिवै हो। सचिवहरू र नेता दुइटै हो। तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। तिमीहरूलाई कोरिया नजाऊ, यहीँ बस भन्न आएको होइन, फेरि यहाँ नडर है, जाऊ भन्न आएको। बरु जाऊ। किनभने किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन। अनि के आज आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त? जनताले भन्यो होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन। अब राजा नआएको पनि त होइन, राजा त थियो त, 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म त 2-3 वर्षसम्म गएर हेरौँ के के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। महानगरले त गर्छ होला नि, अहिले त नयाँ यो महानगरले पनि गर्दैन। गर्छु भनेर नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो, हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि, अहिले त जनताले पनि होला भनेर भएन के, गर्नु पर्यो। उहाँले आज जित्नु भएको छ, उहाँलाई जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा। गर्छु भनेर जिते। बात त सही है। हमरा पालामा बसाउने साबुन थिएन, मै झिल्के भएको डल्ले साबुनले। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि।
ल्यापटपले ठ्याक्क अनुहार ठेक्दो रहेछ कि खत्तम बाई बाई। अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कसैले महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने? होइन पाइन्छ, कुट्ने हो। अब कुटेपछि अब के पर्छ त्यो परेको बेहोराउँला। महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो। मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर? अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन। 1% नेपालीको दिमागमा होला, बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ। रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ। दाजु केही शब्द बोल्न चाहनुहुन्छ? बोल्न के चाहन्छु भने किताब किनिदिनुहोस् भन्न चाहन्छु। खत्तम। तँलाई पठाउन दिएको उसले चाहिँ परबिनलाई दिएछ। सुन यहाँ थाहा भइहाल्यो नि, यसलाई मैले ल त पठाइदिएँ भनेर दिएको, यसले परबिनलाई दिएछ। होइन नसकेर न ठगेर। अनि परबिनले फेरि कालीलाई दिएछ। अस्तिसम्म मलाई थाहा थिएन भने धरानको मान्छे पानी खान नपाएर मर्या रहेछ भन्ने थाहा हो। पैसा हुँदाहुँदै पनि बुद्धि हुँदाहुँदै पनि पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। नसिका मलाई नसिका तेरो शैली नसिका। 68 वर्ष पुग्नु भयो? 69 पुग्यो, अब 70 पनि पुग्छ। वृद्ध भन्दा आउने बेला भएछ त ल क्या पक रहे हो मादरचोद? अब त्यो थाहा छैन। इन्जिनियरहरू कस्तो लाग्छ नेपालको इन्जिनियरहरू? तपाईँ त इन्जिनियरहरूसँग काम गरिरहनु भएको छ। यस्तो हो क्या, इन्जिनियर नेपालको मात्र होइन जहाँको पनि इन्जिनियर उस्तै हो। नभएको कुरालाई पनि भए जस्तो गर्नलाई चाहिँ नेपाली मान्छेहरूको कम्पिटिसन राख्ने भने ओलम्पिकमा जित्छ। भनेपछि 4 वर्षमा तपाईँले मास्टर सक्नुभयो कि अन्डर ग्रेजुएसन? होइन, अन्डर ग्रेजुएट र प्लस केही ग्रेजुएट कोर्सहरू पनि क्लासहरू पनि लिएर म फर्केको हो। र नेपाल चाहिँ फर्केर म चाहिँ घुम्न फर्केको हो। नेपालमा आएर केही अब 4 वर्षसम्म त पढियो, नेपालमा गएर केही गर्ने भनेर आएको चाहिँ होइन, घुम्न भनेर आएको हो। तर त्यसपछि घुमे भयो, अहिलेसम्म घुमिरहेको। खत्तम। लुगाफाटा बेला बेला यसो किन्न जानुहुन्छ? लुगा नकिनेको त अहिले 32 वर्ष भयो। म मूर्ख हो, मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा उदाहरण जस्तो आविष्कार जस्तो मैले भने यो इन्टरनेट लैजाने काम त्यो मूर्ख नगरेको भए त्यो हुनै थिएन। आविष्कार केन्द्र खोल्ने काम मूर्ख नगरेको भए यो हुनै थिएन। अहिले वीरगञ्जको चिनी कारखाना के अरे कृषि औजार कारखाना जसलाई 1 रुपियाँ सरकारले दिएको छैन, त्यसलाई मूर्खै नगरेको भए त्यो चल्ने पनि थिएन। मैले मेरो मेडल बेच्छु भनेर मेडलको लागि धेरै प्रयास गरेँ, मेडलहरू अन्तर्राष्ट्रिय मेडल, राष्ट्रिय मेडल। अनि सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ। अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पाएछ। सम्मानित हुँदाखेरिको क्षण कसरी हजुरले त्यसलाई चाहिँ कसरी लिनुहुन्छ होइन? यस्तो हो क्या, पहिलो कुरा त कुनै चिज आफूले खोजेको कुरो पायो भने आफूलाई चाहिँ रमाइलो लाग्ने, खुसी लाग्ने हो क्या। यो कुनै पनि मेडल मैले खोजेकै मेडल होइन, नखोजेको चिज आयो नि, आएकोलाई फाल्नु भएन।